सिसामा आफ्नो अनुहार हेर्छन्, तर त्यही सिसा फुटेमा मान्छेहरू तर्केर हिँड्छन्। अरू कसैलाई मजाक नबनाउनु, तपाईको पनि मजाक हुन सक्छ र जवान उनको साथमा पनि। धेरै मिठो बोल्नेवालाले पनि एक दिन हानि दिन सक्छ। अरू कसैलाई दोषी लगाउनु भन्दा राम्रो आफ्नो सपनाबाट जाग्नु। त्यो मान्छेले के भन्छ, उसले के गरेको छ, त्यो कहाँ जान्छ, उसले अर्कोलाई के गर्छ, उसले मलाई के सोचेको होला, मैले उसलाई के सोच्छु, उसले अर्कोलाई के गरेको होला। यी कुराहरूबाट जति धेरै टाढा रहनुहुन्छ त्यति धेरै खुसी रहनुहुन्छ। आफ्नो कुरालाई बताउनु भन्दा पहिले एकपटक राम्ररी सोच्नु, किनकि आजकलका मान्छेहरूले तपाईको कुरामा भरोसा होइन नमक लगाउँछन्। अरू कसैलाई त्यति धेरै महत्त्व नदिनु जुन तपाईलाई भ्याल्यु दिँदैन। अरू कसैलाई त्यति धेरै नचाहनु कि आफ्नो मन्जिल नै अरूको मुस्कान बनाइदियोस्। जब आफ्नो हिम्मत टुट्छ तब आफूले आफूलाई भन्नुस् कि लक्ष्य नै मेरो हो भने पुरा नै मैले गर्नुपर्छ। तपाईलाई हात लगाउने धेरै हुन्छन्, तर तपाईको मद्दतको लागि कोही हुँदैन। त्यसैले मन्जिल तपाईको हो भने पुरा पनि तपाईले गर्नुपर्छ, कुनै अरूको भरोसामा होइन। आफ्नो विस्तारलाई त्यति धेरै नचाहनु कि तपाईको सपना नै सपना रहोस्। आफ्नो निदलाई त्यति धेरै माया नगर्नु कि आफ्नो लक्ष्य नै कुनै मन्जिल होस्। अरू कसैको चिजलाई आफ्नो बनाउनु छ भने एकपटक राम्ररी सोच्नु, किनकि त्यो मन्जिल कुनै अरूको हुन सक्छ। बस भिडियोको अन्तिममा यो भन्न चाहन्छु, सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, सपना त त्यो हो जुन निदाउन दिँदैन। साथी, तपाईले आफ्नो मन्जिललाई सपना बनाउनु भएको छ भने बिना केही सुनी, बिना कसैको नसुनी, बिना कसैको कदर गरी, बिना कसैको भरोसा गरी अगाडि बढ्नुस्। विस्तारोलाई त्यति धेरै माया नगर्नु, तपाईको मन्जिल नै सपना रहोस्। याद राख्नुहोस्, हरेक परिवारमा एक जुनुन जरुर हुन्छ जसले आफ्नो गरिबीको रेखालाई तोड्न खोज्छ। म उम्मेद गर्छु कि यो सुरुवात तपाईँ गर्नुहोस्। तपाईलाई सफलताले खोज्दैन, बल्कि तपाईले सफलतालाई पाउन खोज्नुपर्छ। यो माइन्ड राख्दैन कि तपाईँ कति लोट्नुहुन्छ, बल्कि माइन्ड यो राख्छ कि तपाईँ लुटेर कति उठ्नुहुन्छ। मान्छेले तपाईको यकिन गरून् या नगरून्, तर तपाईको यकिन हुन जरुरी छ। मान्छेले तपाईलाई राम्रो गरे पनि या नराम्रो गरे पनि तपाईले हमेसा यो कुरा याद दिलाइरहनुहोस् कि म हमेसा सही रहन्छु। हमेसा रिसलाई काबुमा राख्न सिक्नुहोस्, किनकि रिसमा भएको बेला केही थाहा हुँदैन। रिस कन्ट्रोल भएपछि थाहा हुन्छ कति नोक्सान भयो भनेर। जसले आफ्नो सही समयमा सही टार्गेट बनाउँदैन उसले नै आफ्नो सपनाको पूरा गर्न सक्दैन। हामीले सोचेको टाइममा सोचेकै आउँदैनथ्यो भने सोचेको कुरा सोचमा नै रहन्थ्यो। त्यसैले सोचेको कुरालाई जीवनमा उतार्न सिक्नुहोस्, तब सफलता मिल्छ। हामीले जिन्दगीमा ठुलो सपना पाउनको लागि सानो सानो चिजलाई इग्नोर गर्छौं, तर त्यही सानो चिज जिन्दगीको एउटा काँडो रहन्छ। यो भिडियोको कुनै कुनै कुराहरुमा सहमत हुनुहुन्छ भने भिडियोलाई धेरै भन्दा धेरैलाई शेयर गर्नुहोस्। म मिल्छु तपाईसँग अर्को भिडियोमा जुन तपाईलाई सकारात्मक ऊर्जाको भर दियोस् र हाम्रो यो प्रयासको हिस्सा बन्नुहोस्।